नमस्ते साथीहरू, आज चाहिँ म घरबाट निस्किसकेको छु हैन। आज चाहिँ म तपाईहरुलाई म कहाँ जान्छु त भनेर देखाउँछु ल। म घरबाट निस्किएँ हैन, बाटोमा ट्रेन आयो। ट्रेन आइसके पछाडि अब एकछिन त रोकिनु पर्यो, त्यही भएर म एकछिन रोकेँ। ट्रेन पनि गइसक्यो, अब बाटो खुल्न आँट्यो। बाटो खुलो, अब हामी यहाँबाट जान्छौँ। म कहाँसम्म जान्छु भनेर चाहिँ तपाईहरुलाई अन्तिममा थाहा हुन्छ ल। म कहाँ जान्छु भनेर चाहिँ अन्तिमसम्म भिडियो हेर्नु होला ल। मैले सानो म कहाँ जान्छु के गर्छु भनेर तपाईहरुलाई सानो भिडियो बनाएर देखाउन खोजेको, त्यही भएर हेर्नु ल अन्तिमसम्म म कहाँ जान्छु भनेर। मैले बाटो चेन्ज गरिसकेँ, त्यस पछाडिबाट म जाँदा पर चाहिँ एउटा के आउँदैछ भन्दा पार्क आउँदैछ। हेर्नु त पार्क आउँदैछ हैन। पार्क चाहिँ आइसक्यो। यो पार्कमा चाहिँ जाने होइन ल, मैले जस्ट देखाएको मात्रै हो। आइपुग्यो। अब म पार्कबाट पनि पार्कको छेउमा पुगेर पनि पार्कको बाटो क्रस भएर पनि फेरि जान पर्छ। अनि फेरि मैले यहाँनिर बाटो वेट गर्नु पर्यो। रेड लाइटमा छ, त्यही भएर पर्खिनु पर्यो। त्यही भएर एकछिन वेट गरिरहेको छु हैन। अब यहाँबाट पनि बाटो क्रस गरे म चाहिँ गइरहेको छु। अब कहाँ पुग्छु भनेर चाहिँ तपाईँहरूले एकछिनमा थाहा पाउनुहुन्छ। हेर्नु त यहाँ चाहिँ कत्रो रुखहरू छ हैन। नेपालकै जस्तो छ क्या, पुरै हरियाली रुखहरू। अलिक पर त झन् कति राम्रो जङ्गलहरू छ। सबै घर अगाडिहरू प्राय रुखहरू हुन्छ क्या यहाँ चाहिँ। अनि म गइरहेको छु, तपाईँहरू देखिराख्नु भएको छ म कहाँ पुगिरहेको भन्ने कुरो चाहिँ। र म कहाँ जाँदैछु भन्ने कुरो पनि अहिले देखाउँछु। र म के गर्छु त्यहाँ गएर भन्ने कुरो पनि म देखाउँछु ल। कतिसम्म चाहिँ देखाउँछु, कतिसम्म चाहिँ अब अर्को भिडियोमा पनि ल्याउँछु म अहिले बिस्तारै क्या। म गइरहेको छु, जाँदैछु। अब फेरि मैले यहाँनिर पनि बाटो क्रस गर्नलाई एकछिन वेट गर्नुपर्ने हुन्छ क्या। यहाँ पनि म रेड लाइटमा परेँ, मैले बाटो क्रस गरिसकेँ। त्यस पछाडि म गइरहेको छु, म जाँदैछु ल। फाइनल्ली म पुग्न लागिसकेँ। त्यहाँनिर चाहिँ सानो पप्पी डोर्याउँदै ल्याइरहेको रहेछ एउटी जापानिज ल्यान्ड, मैले त्यसको पिक्चर पनि लिएँ। अनि म यहाँबाट जाइरहेको थिएँ, ट्याक्क गएँ होइन। यहाँ चाहिँ म गएँ। यो चाहिँ एउटा सानो सुपर मार्केट हो क्या। म गएँ होइन। अनि त्यस पछाडिबाट गाडीहरू आइरहेको थियो नि त, अनि अलिक ढिलो भयो। नि त्यस पछाडि म गएँ अनि छिरेन त। नेपाली साइकल कुदाउनु छोडिसकेँ, जापानिजले कति